हर्का साम्पाङको बुद्धि के भएको लाइसेन्स भनेको त एउटा आँखाको भिजन टेस्ट गर्ने पनि कुरा हो 5 वर्षमा लाइसेन्स रिन्यू गर्ने भनेको त स्वास्थ्य परीक्षण गर्नुपर्ने कुरा हो लाइसेन्स र सर्टिफिकेट भन्ने फरक कुरा हो त्यति पनि ज्ञान नभएको हर्का साम्पाङ मानिए जस्तो मान्छे त्यसो भन्ने मान्छेलाई म भन्न चाहन्छु त्यसो भने हैन उहाँहरुले 20 वर्ष पहिला सर्टिफिकेट प्राप्त गर्दाखेरि पढेको कुराहरु सबै एकचोटी टेस्ट लिउँ त फेरि पनि आँखाको भिजनरीको प्रब्लम हुँदैन दिमागको पनि क्षमता चेक गर्नुपर्छ नि त तपाईले एउटा लेभलमा पढ्नुभयो किताब हैन अनि सर्टिफिकेट पाउनुभयो है अब त्यो सर्टिफिकेट रिन्यू गर्नुपर्छ तपाईले फेरि एक्जाम दिनुपर्छ फेल भयो भने नो तल ग्रेड केरे गर्नुपर्छ यस्तो कुराहरु पनि गरेर हुन्छ मान्छे शरीर बुढो हुँदै जान्छ नि प्रकृति हो लाइसेन्स रिन्यू गर्नु पर्छ पनि आजको बिरुवा भोलिको ठुलो वृक्ष पर्सि समयको चाहिँ नि भाँचिएर टोड्का मात्रै रहन्छ पछि जरा मात्रै हुन्छ जरा पनि धमिराले खाएर फेरि यत्रो गुण निकाल्दिरा हुन्छ माटोको डिस अनि आँखै नदेखिने भइसकेसम्म पनि गाडी चलाउन बाइक चलाउन मिल्छ र कस्तो भन्नाले भनेको एकचोटी आँखै नदेखिन्जेलसम्म सुन्नु न आँखै नदेखिन्जेलसम्म मान्छेले गाडी चलाउँछ र उ आफ्नो सेफ्टीमा बस्दैन त्यसो लाइसेन्सै नदिए भइगयो नि किन दिनु पर्यो यो लाइसेन्सको लागि मेरो चाहिँ के छ भने फरक मत कहाँ छ भने अब कतिपय मान्छेले हैन तपाईको चाहिँ के रे लिखतमा पास गर्दैन थाहा छ कि छैन थाहा छ ती मान्छेहरुको पनि पीडा बुझ्नुपर्छ तर उसले ड्राइभिङ कहिलेदेखि गरिरहेछ भने 25 वर्ष भइसक्यो ड्राइभिङ गरेको उ ड्राइभर होइन